आज हाम्रो फाइनली हिजो प्रोग्राम भइरहेर आज हामी घर जाँदैछौँ बुटोल हाम्रो सिटीमा र लाइक रमाइलो भएको छैन तर पनि अब लाइक छुट्टिनु पऱ्यो नि त साथीहरूबाट अब त्यही हो रमाइलो भयो तर रमाइलो लागिरहेको छैन भन न अहिले अहिले रमाइलो लागेको छैन कि लाइक कस्तो भइरहेको छ कि लाइक पहिला त्यत्रो दिन रमाइलो गरिरह्यो होइन रमाइलो गरेर रुन मन लागेको छ यहाँ रिदम रोइरहेको छ यहाँ कसम यति हामी नाच्यो यति चिच्चाइ यति कराइयो होइन अनि अहिले हामी अब हिँड्न थालेको बिहान 6 बजे अब यसो अब जाने भनेको खै हाम्रो सर हुनुहुन्छ होराइजनको सर हाम्रो होराइजन टिम लिएर आउनुभएको छ सरहरू सबै रेडी हो कि ब्रेकफास्ट गरेर जाने अलिक त्यसपछि हेर्नु गर्नु होला के हुन्छ ट्राभलमा आज ट्राभलमा काठमाडौँ टु बुटोल सो गाइस फाइनली हामी रोटी सब्जी खाइसक्यौँ नास्ता बिहानको उहाँबाट खाएर आएको थिएन मैले यसो खायौँ अब हामी जर्नीमा कन्टिन्यू छौँ अब कहाँ छौँ अझ थाहा छैन गाइस माथि टलक्क घाम लागेको छ अनि अब यस्तै छ गाइस भ्यू काठमाडौँतिरको अब अस्ति साँझ आइयो नि त अब देख्थेन अब यस्तै छ रुगा खोकी लागेको छ रातभरि रमाइलो गरेर मलाई प्र्याङ्क गरे केटाहरूले मलाई यस्तो धुन मार्ने केटाहरूले यस्तो प्र्याङ्क गरेँ नि अब असम्म म बिर्सिने क्या त प्र्याङ्क अनि केटाहरू पनि रमाइलो थियो हिजोको लाइक हामीले त प्रोग्राममा गएको केटाहरू राम्रा थियो कि डिफ्रेन्ट कन्ट्रीबाट आएको नि त रमाइलो थियो अब त्यही गइ छ अब हाम्रो गाडी थाल्यो अब हामी गाडीमा जान्छौँ अब कहाँ अब रोक्छ थाहा खाइदिन्छ सो गाइज दिस द नेक्स्ट डे अनि हिजो आएको थिएँ म हिजो लगभग 5:30 बजे म घर आइसकेको थिएँ अनि हिजो टाउको पनि दुखिरहेको थियो त्यही भएर म सुतिहालेँ अनि हिजो सुतेपछि म ठ्याक्क आजको 2 बजे उठेको थिएँ ठ्याक्क लाइक बिलिभ गर्नु सक्दैन गाइज त्यस्तो टाउको दुखेको थियो कि लाइक ट्राभल दुःख छ नि त बाटो बिग्रेको छ लाइक बाटो भनेपछि त सहिलो छ अनि लाइक बाटो नबन्दासम्म त ट्राभल दुखै छ नि त ट्राभल गरेर आइयो अनि ओभरअल एक्सपिरियन्स भन्दाखेरि त खतरै राम्रो थियो एउटा हारजित एउटातिर भनौँ र एउटा एक्सपिरियन्स भन्दाखेरि राम्रो चिज भयो एक्सपिरियन्स गर्नलाई हारजित भइरहन्छ नि त जे पनि अनि त्यही हो गाइस खुसी लाग्यो यस्तो प्रोग्रामहरूमा काठमाडौँ जान पाइयो फर्स्ट टाइम थियो मेरो काठमाडौँ गएर रमाइलो गरियो लाइक केटाहरू साथीहरू पनि गराइयो झापाली केटाहरू गराइयो पोखरेली केटाहरू गराइयो कत्रा फ्रेन्डली केटाहरू फर्स्ट डे जाने बेला कस्तो अनकम्फर्टेबल भयो थियो केटाहरूसँग बोल्नलाई पनि लाइक हुँदैन नि यतिकै हामी लाइक हाम्रो यो प्रोग्राम आउने कुनै एमै थिएन जस्तो थियो क्या हामी अनि हामी केटाहरू फ्रेन्डली थियौँ कि मर्मिमुन्दाको केटाहरू फ्रेन्डली थियौँ अनि बोल्दा बोल्दा सबैलाई पनि बनाइयो फ्रेन्डहरू अनि यसो नाच्दा नाच्दा गाउँदा खाउँदा बनाइयो अनि त्यही हो ओभरअल एक्सपिरियन्स राम्रो थियो के चिज सिक्न पाइयो एजुकेसन भास्ट डिफ्रेन्ट हुँदो रहेछ क्यापिटल सिटी र लाइक नर्मल सिटीमा हाम्रो जस्तै बुटोल पोखरा र क्यापिटल सिटी काठमाडौँको कम्पेरिजन गर्दाखेरि काठमाडौँको एजुकेसन राम्रो हुँदो रहेछ काठमाडौँमा क्रिटिकल थिङ्किङवाला एजुकेसन दिँदो रहेछ अब हामीलाई भनेको लाइक रटाउँछ मात्रै नि त लाइक यो सिस्टम चेन्ज गर्नुपर्ने हो अब यो सिस्टम चेन्ज हुन्छ कि थाहा छैन र राम्रो भयो भनौँ न अब अनफर्गेटेबल मुमेन्ट भयो एउटा चिजले सोच्दाखेरि अनि अझै पनि याद आउँछ क्या त्यो मुमेन्टहरू जुन लाइक राति होइन एक वर्षसम्म प्रिटाक्सहरू गरिरहन्थ्यो लाइक होइन त भोलिको लागि लाइक नोटहरू खोजिरहन्थ्यो होइन हिस्ट्रीहरू पढेर लाइक त्यो इन्फर्मेसन ग्यादरिङ गर्नु पर्थ्यो नि त ग्यादर गरिरहनु पर्थ्यो लाइक त्यो हेर्दाखेरि लाइक एजुकेसन भास्ट डिफ्रेन्स हुँदो रहेछ क्या लाइक हामीलाई यहाँ फेरि लाइक पढ्न रट यही आउँछ रट भन्ने हुन्छ
वहाँ गएपछि त के भयो भने आउन सक्छ प्रोभाबिलिटी छ तर स्टार्ट गर भन्छ कि स्टार्ट गर्नु भन्नु थियो हामीलाई अनि स्टार्ट गरिन्थ्यो अब गर्दा गर्दा अब भयो अनफर्चुनेटली वी लस्ट वी लुज भनौँ न अनि त्यहाँको विनर पनि ग्लोबल कलेज भएको छ उहाँको काठमाडौँको कलेज त अभियसली हुन्छ नि त लाइक अब एजुकेसनै डिफ्रेन्स हुन्छ नि त एजुकेसन अब हेल्थ पनि डिफ्रेन्ट हुन्छ सबै होइन त्यही अब एउटा एक्सपिरियन्स भयो नयाँ चिजको अब नेक्स्ट टाइम पनि हुन्छ भन्नुभएको छ हामीलाई दाइ दिदीहरूले नेक्स्ट टाइम पनि जानेछौँ ल नेक्स्ट टाइममा योभन्दा बेटर पर्फर्म गरेर या बेटर पर्फर्मेन्स ल्याएर आउनेछौँ हामी यहाँ सकेसम्म विनर पनि हुनेछौँ अब त्यही हो गाइज अब मेबी केटाले मलाई एउटा प्र्याङ्क पनि गरेको थियो भन्थेँ मैले अब त्यो प्र्याङ्कको भिडियो पनि हाल्नेछु सन्चो छैन नि त गाइज बोल्नु नि अलि सकेँ होइन अनि त्यो भिडियो पनि हाल्नेछु प्र्याङ्क गरेको या ओभरअल एक्सपिरियन्स भनेको लाइक फर्स्ट डेदेखि मेरो लाइक घर काठमाडौँदेखि घर आउँदासम्म के एक्सपिरियन्स भयो र के चिज मैले सिकेँ त्यसबाट भनेको त बताउने छु यदि तपाईँहरू इच्छा तपाईँको लाइक क्युरियोसिटी छ भने तपाईँहरूलाई म सुनाउने छु त्यो गाइज अब राति पनि भइसकेको छ अनि आजको ब्लग यति नै आशा गर्छु तपाईँलाई काठमाडौँ सिरिजको ब्लग मन पऱ्यो होला र यो मात्रै होइन अरू त्यो हाम्रो नाचगान भएको त्यो रमाइलो गरेको ब्लगहरू पनि मन पऱ्यो होला त्यही भन्न चाहन्छु गाइज अब स्टे अनलाइन स्टे टुन सब्सक्राइब गरेर राख्नु होला अनि त्यही हो अब तपाईँको भाइ दाइ हो अब को पर्छु म को पर्छु प्लिज साथ सपोर्ट देखाइदिनु होला अनि तपाईँको साथ सपोर्टले गर्दै म अगाडि बढ्ने हो अनि त्यही हो गाइज आजको ब्लग यति नै थ्याङ्क यू फर वाचिङ बाई बाई